हेलो वेलकम टु माई ब्लग। म चाहिँ नयाँ युट्युबमा मेरो च्यानल वेलकम छ। मेरो पछाडि आज हुनुहुन्छ यहाँ हाम्रो दाइ। आज हामी चाहिँ अहिले कहाँ जाँदैछौँ? निमल पोखरीतिर चटपट खाना। आज हामी 50 रुपियाँको चटपट 50 रुपियाँको चटपट खाना 500 रुपियाँको पेट्रोल खर्च गरेर जाँदैछौँ। यहाँ स्टुडियो बस्दै झ्याउ लगाएर हावा खानु खास हिँड्नेको त चटपट त बाना मात्र हो के अरे होइन। आइसक्यो भयो ल आइसक्यो त ओहो यिनीहरू कुदेको यस्तो कुद्दो रहेछ अनि यिनीहरू त। ए ल गाइस हामी चाहिँ यो किस्ती दोपहरेमा आयो अहिले होइन। अब यहाँ चाहिँ हाम्रो केटाहरू चाहिँ गइसकेछ त्यो बाइक बुटुटुटु गरेर बुलेट लिएर गयो एउटा डियो लिएर गयो। हामीभन्दा अगाडि उनीहरू गएर चटपट अर्डर गर्छ अनि त्यसपछि हामी चाहिँ अर्डर गरेपछि बल्ल पुगिन्छ होला। चटपट खानालाई यहाँबाट उहाँ जानुपर्ने यहाँमा रमाइलो। हेलो गाइस हामी चाहिँ अहिले कहाँ गएर भाइरल चटपट खाना आयो। भाइरल चटपट भाइरल मलाई थाहा छैन। डल्ले खुर्सानीको होइन लोकल बारीमै फलेको होइन पुरा त्यो मल सल हालेर होइन के अरे मल सल गरेर होइन एकदम हुर्काएर यत्रो बडा बनाएको तल उसमा के भन्छ अरे फलाएको खोर्सानीको चटपट खाएको है। अब कोले आएर उयो गर्ने हो कति बोतल पानी खाने के खाने अब त्यहीँ विचार हुन्छ होइन। अनि यहाँ चाहिँ हाम्रो मेन बोस क्याप्टेन अमर सर होइन अमर दादा। यहाँ चाहिँ हाम्रो नेपो भाइ होइन 2-4 शब्द भन भाइ होइन केही भन्ने होइन। ऊ हाम्रो विशाल सर चाहिँ उता है टक्क अहिले चटपटको लागि एकदम। अनि हाम्रो यहाँ चाहिँ रोशन यस्तै छ है। ऊ अब चटपट खाने कार्यक्रम भइरहेको छ उता ठिक छ नि होइन भाइ गुड। यहाँ चाहिँ हाम्रो चटपट स्टल है होइन। दाल चाहिँ चटपट बनाउँदै हुनुहुन्छ होइन कच्याक। यो ठाउँको नाम के अरे जिब्रेढुङ्गा होइन जिब्रेढुङ्गा होइन एउटा जिब्रेढुङ्गा त्यो जिब्रेढुङ्गाको चोक है। यता फेरि उता बाउमारा जाने बाटो यता छोरापाटनतिर निस्किन्छ। सही हो यहाँ चाहिँ चटपट खाने पाइने है। हाम्रो यहाँ चटपट रेडी भयो होइन। फोटोसुट चाहिँ है ल मेरो हात धोइसक्यो ल भाइ एट्र्याक छिटो। बिरो है भाइले खान्छ कसो चाहिँ अहिले काम किन गरिसक्यो ट्रकको होइन नेक्स्ट लेभल छ राखा है। पिरो होइन खान्छ है जेरी एट्र्याक पिरो काट्नलाई एक बाइटमै हो। हामी यहाँ पिरो चटपट खाना आएको एकचोटि खाने बित्तिकै मेरो आउँछ आइसक्यो आएर त्यहाँबाट जेरी निकालेर खाएको। ओहो पिरो चटपटले रुवायो मलाई। अब हाम्रो भाइहरूले ध्यान खाँदैछ उनीहरूलाई भएन रे
उनीहरूलाई अझै एक्स्ट्रा चाहियो भाइहरूले चाहिँ एक्स्ट्रा चाहिँ खाने रे मलाई त भयो सबै वावा गरेर म पठाइदिन्छु खै सबैको मुख देखाएको त हेरौँ ए सबै वावा गरेर ठिक छ मलाई त हल्का हल्का खै को रातो भयो भाइ सबै भयो सबै भाइ त चिल पारेर बसेर पिरो होइन त पागल हो त अनि होइन भाइ ब्याकअपमा खा फेरि पिरो बसी जेरी पाल्नु न ए जेरी आयो दामी बिजनेस बल्ल रेकर्ड धनुष यहाँ त सबभन्दा के अरे उसमा फ्रेममा आएको त हाम्रो उस भाइ आएकै भाइ तिमी आएको फ्रेममा तिम्रो ड्रेस पुरा उस छ नि त काठमाडौँबाट लिएर आएको अलग देख्यो नि त भर्खरै काठमाडौँबाट ल्याएको थियो ढाक्छ तिम्रो के पिरो चर्चासँग केक खाएन केकले त ल्याउनुहोस् पिरो भयो यता भाइ चाहिँ म नि हेर्नु त्यस्तो कालो लाएर हो भाइ मात्र अलग्गै छ कि यहाँ यो हेलो वेयर फ्रम भाइ बगैँचा भाइ कुन फुल हो यो कुन बगैँचा हो तिमी हरियाली फुलै फुलको विदेशी फुल मनसुन भाइ पोखरा घुम्नु ल्याएको हामीले मोजा हेर्नु मोजा कस्तो मेरो हाइलाइट त खुट्टामा छ कि यहाँ सर्ट हेर्नुहोस् अनि हाम्रो दाइ आउनुहुन्छ सब केटी हेर्दै बस्छ फिल आएन फिलिङ्सवाला बन्दै छ होला नि त खुर्सानी टोकाउनु लाग्यो लिएर आउनु पटको यहीँ चम्चामा राखिदिनु नि त गोप्रो खाए म कसको हेरौँ ल गएर अहिले त चिप्रै बनायो यार पसिना आयो पसिना चाहिँ आयो नि तिमीलाई चाहिँ त्यति नहुँदो रहेछ खान तिन नगरेर यसलाई ए आमा अनि भाइ त रोयो क्या ये चटपटले भने ओडा बनाल्दा खान तिन नभए रातो भयो जस्तो भयो ल मेरो भाइ रिभ्यू देऊ न त अब यो पिरो चटपटको बारेमा बेस्ट पिरो पिगारको है कतिमा पर्छ 2200 पर्छ 2200 पर्दैन होला 2300 कि 2200 कतिवटा 2300 होला नि कस्तो लाग्यो मेरो भाइलाई पिरो चाहिँ पिरो चटपट यो चटपट यस्तो रहेछ कि तपाईँको बिना ग्यास नपकाइकन यति तातो यति हट कुरै गरम भाइ एकदम दाइ एकदम तपाईँलाई अम्लेट खान मन लाग्यो भने हा गरिदिन्छु म 5 अम्लेट मुखमै होइन मुखमा अन्डा फुटाइ हाल्दैछु त्यही रेडी फ्राई लोकेसन चेन्ज भयो क्या हाम्रो ठ्याक्कै अब हामी चाहिँ यहाँ चाहिँ चिल हुन आएको हैन त्यही अघिको ठाउँभन्दा ठ्याक्क 100 मिटर माथि हो यहाँ पनि प्याक छ होइन भाइ पुन हिलमा घाम ताप्न गएको थियो कि यता शीतल ताप्न आएको ओ भाइले बिर्से ओ भाइ